नमस्कार। कार्यक्रम अगाडि बढाउनुभन्दा पहिला सायद यहाँहरू धेरैले मलाई चिन्नु भएको छैन होला, त्यसकारण म को हुँ र यो संस्था कसरी सुरु भयो भन्ने बारेमा म छोटकरीमा यहाँहरूलाई जानकारी दिन चाहन्छु। मेरो नाम यामकुमारी पुन गुरुङ हो। म 62 वर्ष पुगेँ र मेरो 2 छोराहरू छन्। म यस पर्वत लेकफाट वडा नम्बर 4 कुएपानी को भुपु गोर्खा सिग्नल्स को गोर्खा क्याप्टेन अबिर पुन को जेठी छोरी हुँ। आजभन्दा 4 वर्ष अगाडि म यो क्षेत्रमा घुम्न आएको थिएँ। त्यस बेला चारैतिर हरियाली छाएको देख्दाखेरि साह्रै रमाइलो अनि खुसी लाग्यो। तर बस्दै जाँदाखेरि त्यस हरियालीभित्र केही जटिल समस्याहरू रहेछन् भन्ने थाहा पाएँ। त्यसमध्ये 2वटा कुराले मलाई धेरै विचार गर्ने बाध्य तुल्यायो। पहिलो के भने व्यापक विदेशी सल्लाह लगाउनाले यस क्षेत्रको जैविक विविधता लुप्त हुँदै गएको रहेछ। जस्तै यहाँ हुनुपर्ने विभिन्न थरीका बोट बिरुवा जडीबुटीहरू लुप्त हुँदै गइरहेका छन् र जमिन पनि धेरै रुखो भइसकेको छ। पानीको मूलहरू पनि बिस्तारै सुक्दै गइरहेको छ। अनि दोस्रो समस्या के देखेँ भन्दा स्कुल हिँड्ने विद्यार्थीहरू हरेकको हातमा गुलेली देखिन्थे र पाकाहरूको हातमा बन्दुक। यस क्षेत्रमा सल्लाह भएको कारण वन्यजन्तुहरूले खाने कुराहरू त्यति पर्याप्त नभए तापनि केही थोरै मात्रामा आएका छन्। तिनै अलिअलि भएका वन्यजन्तु र पशुपक्षीहरू पनि मारेर खाने चलन रहेछ, चाहे त्यो सानो बच्चा होस् या भारी ज्यानको माउ। त्यसैले यस समस्याको समाधान त खोज्नै पर्छ भन्ने लागेर म पोखरा फर्किएँ अनि घर सल्लाह गरेर फेरि आएँ। त्यसपछि लोप्रे र कुएपानीको केही भद्र भलाद्मीहरू जम्मा भई छलफल गऱ्यौँ र यस क्षेत्रको कृत्रिम वनलाई बिस्तारै प्राकृतिक बनाउँदै लैजाने अनि यसमा आएका वन्यजन्तुहरूको पनि संरक्षण गर्ने भन्ने निर्णय गरी 11 जनाको समिति गठन गऱ्यौँ र जिल्लामा गई प्राकृतिक सम्पदा संरक्षण संस्थाको नाममा दर्ता गऱ्यौँ। सबैलाई नमस्कार। म आजको आज बसेको बैठक सम्बन्धी अब यहाँ भएका छलफलमा भएका कुराहरू यहाँ लेखेको छु र सुनिदिनु हुन अनुरोध गर्दछु। आज मिति 2069 साल मङ्सिर 30 गतेका दिन यस प्राकृतिक सम्पदा संरक्षण संस्थाका अध्यक्ष श्री यामकुमारी पुन गुरुङज्यूका अध्यक्षतामा बैठक बसी निम्न उपस्थितिमा निम्न निर्णयहरूमाथि छलफल गरियो भनेको छ र यहाँ हजुरहरूको उपस्थिति। मेरो नाम कृष्ण रन्तिजा, प्राकृतिक सम्पदा संरक्षणको सदस्य। यहाँ मृग प्राकृतिक सम्पदा संरक्षण गरेको 3 वर्षभन्दा अलि माथि भयो। माथि हुँदाखेरि मार्नु नपाइने बालीहरू, जौहरू, भट्ट, सिमीहरू लाउनु नपाइने, एकदम खाइदिने क्या। नमस्कार चाहन्छौँ। म यसै लेकफाट 4 कुएपानी हो मेरो गाउँ अनि मेरो नाम बहादुर सेर्टिजा नै हो, तर पुनमा लेखिएको डकुमेन्टमा पनि छ र अहिले यस प्राकृतिक वन्यजन्तुको एउटा म सदस्यता पनि हो र मलाई यो सदस्य भएको कारणबाट मलाई धेरै उत्साहहरू मलाई लाग्यो र यसको हाम्रो पर्यटकको छिमेकी पर्यटकको गाविस
र यहाँको साथीहरूलाई नै यो संस्थामा अझै समेट्नु पाए झन् राम्रो नै हुन्थ्यो भन्ने म एकदम खुसीको भावना नै छौँ। नमस्ते, मेरो नाम लालबहादुर पूर्जा। म यस सम्पदा संस्थाको सदस्य र यो संस्था चाहिँ मलाई धेरै राम्रो लाग्छ र उहाँहरूले चाहिँ यो संस्थाले मलाई धेरै तलको मान्छेलाई माथि उठाएर राम्रो गर्नुभएको छ। नाम त्यति नै। यहाँहरू सबैलाई नमस्कार। मेरो नाम जगबहादुर पुनु र यो प्राकृतिक सम्पदा संरक्षण समितिको उपाध्यक्ष। यो डाँडाकाटी, बनबरे, लोप्रे र कुवापानी गरी 4वटा वडालाई गर्दैलो कार्यक्रम गर्ने काम गरेर दुईजनालाई यसमा जागिर दिने नियुक्ति गरियो। जागिर दिने नियुक्ति गरिसकेपछि त्यसले गर्दा गर्दैलो कार्यक्रमले गर्दा निकै राम्रो भइरहेको थियो र छिमेकी वडाहरूबाट अलिकति फाटफुट कालिजहरू यस्ता वन्यजन्तुहरूलाई मार्ने अलिकति चहलपहल भएकोले आज हामीले यसलाई रोकथोक गर्नु, छिमेकी गाविस छिमेकी वडाहरूलाई बोलाएर राम्रो तरिकाले फेरि सम्झाएर जनचेतना जगाएर हामीले चाहिँ त्यो गर्नु पाए अझ राम्रो हुँदो जस्तो मलाई लाग्छ। म लेखमाट ग्राम विकास कार्यक्रम अन्तर्गत वार्ड नम्बर 5 विद्याश्वरको सामुदायिक वनको अध्यक्ष हुँ र यो प्राकृतिक सम्पदा कार्यक्रम मलाई राम्रो लाग्यो। यो कार्यक्रममा हामी सबै सामुदायिक वनका सम्पूर्ण समितिहरूले वन्यजन्तु कार्यक्रमलाई अघि बढाउन र संरक्षण गर्नका लागि म सम्पूर्ण सामुदायिक वनका समितिका सदस्यहरूलाई निवेदन गर्दछु र हामीले अब उपरान्त पनि यस्तै कार्यक्रम ल्याउनु होला भन्ने आशा राख्दै म बिदा हुन्छु। म लेखमाट गाविस वार्ड नम्बर 5 विद्याश्वर सामुदायिक वनको अध्यक्ष लालबहादुर गौडा। नमस्कार, मेरो नाम अम्बहादुर पूर्जा पुन हो र म गाम वन समन्वय समिति लेखमाटको सहसचिव पनि हो र हाम्रो यो वार्ड नम्बर 8 डाँडाकाटीको लालीगुडा सामुदायिक वनको सचिव पनि छ र यो प्राकृतिक वन्यजन्तु संरक्षण भन्ने यो कार्यक्रमहरू एकदमै राम्रो छ र यो हुनु पनि एकदम नितान्त आवश्यक पनि देखिएको छ र यसमा चाहिँ र धेरै कुराहरू हामीले पनि विचार सोच्नुपर्ने हुन्छ र वन्यजन्तु प्राकृतिक संरक्षण भनेर जुन हामीले गरेको छ र हामीले वनको जन्तुहरूलाई हामीले वनको जन्तु वनमै हामीले रमाउन दिनुपर्छ, बाँध्न दिनुपर्छ। तर यहाँनिर समस्याहरू केही देखिएको छ, जस्तो उहाँको वनको वन्यजन्तुलाई हाम्रो बाली नालीहरू होइन खाइदिएको छ, के छ होइन। त्यसको नि हाम्रो संस्थाको तर्फबाट विभिन्न निकायहरूको तर्फबाट होइन भनौँ न केही ठोस न ठोस कार्यक्रम ल्याउनको यहाँ पहल गरोस् भन्ने आशा गरेको छु र यो वन्यजन्तु संरक्षणको लागि मैले के देखेको छु भने तत्कालै यो असम्भव होला, तर भोलि बिहान बिस्तारै 1, 2, 4 जना 5 जना हुँदै सबैले यसमा समेटिनेछन् र यसमा चाहिँ वन्यजन्तु संरक्षणको लागि सबैले यसमा साथ दिएर यो हाम्रो प्राकृतिक सम्पदा संरक्षण गठन गर्नुहुने हाम्रा गुरुआमा एम कुमारी गुरुङज्यूको कार्यक्रमहरू पनि भोलिको दिनमा अवश्य सफल हुनेछ भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। नमस्कार। हजुर। मेरो नाम भक्तबहादुर पूजा। हजुर। रामजी वार्ड नम्बर 3 यहाँहरूको वन चाहिँ सरकारबाट समुदायलाई हस्तान्तरण गरेको हो कि होइन? हो। हजुर। के अरे पहिला यहाँको जङ्गलहरू अव्यवस्थित थियो। नेपाल सरकारले तिमीहरूले त्यहाँको वन जङ्गल संरक्षण गरेर तिमीहरूले त्यहाँको
जति आय आर्जन हुन्छ सम्म के अरे आफ्नो गाउँघरमा विकास कार्यमा लगाऊ वन संरक्षण गर वन्य संरक्षण गर भनेर हस्तान्तरण गरे। उसो भए चलन छ कि छैन शिकार खेल्ने? चलन त छ, अब पुर्खादेखि चलिआएको चलन, तर चाहिँ चलिआएको चलन भए पनि समयअनुसार चल्नुपर्छ। कन्ट्रोल गर्दै जानुपर्छ। त्यो सजिलो छ जस्तो लाग्छ कि गाह्रो छ जस्तो लाग्छ? अब मान्छे दुनियाँमा कहाँ के गरिसके अब त्यो ठिकै हो, ठिकै सकिन्छ है। अनि तपाईँले यो प्राकृतिक सम्पदा संरक्षण संस्थाको नाम सुन्नु भएको छ कि छैन? मैले कता कता यस्तो छ रे पूर्व जिल्लाको लोक्रे भन्ने ठाउँमा भन्न त त्यो संस्थाको नाम के हो र त्यसको काम के हो भन्ने मलाई खासै स्थिति रूपमा चाहिँ थाहा छैन। तर आज मलाई तपाईँले के कुरा गर्नुभयो राम्रै लाग्यो। हजुर आनन्द पूर्जा। तपाईँ यो वन उपभोक्ता समितिको सदस्य नै? हजुर। तपाईँहरूको वनमा कतिको शिकार खेल्ने चलन छ? शिकार त मिसो पुरै हिउँ पऱ्यो अलिअलि त हुन्छ नै, तर चाहिँ नखेलौँ नमारौँ त भनिन्छ, रोक्नु सकेको छैन। ए हो, अनि रोक्नु त मन लाग्छ होइन? बाबुको नाम के? मेरो नाम भीमबहादुर त्रिजा। तपाईँ यो नाङ्गीको वन उपभोक्ता समितिको अध्यक्ष हुनुहुन्छ होइन? तपाईँहरूको यो नाङ्गीको वन क्षेत्रमा सरकारले हस्तान्तरण, समुदायलाई हस्तान्तरण गरेको वन कति छ? अरू सरकारको चाहिँ कति छ नि? लगभग 600 हेक्टर जति अझै पनि सरकारकै नाममा छ। गाउँमा छौँ। हजुरको नाम के रे? मेरो नाम सुखदार खरबहादुर पूर्जा हो। हजुर। र म जुद्ध समुदाय वनको अध्यक्ष हुनुहुन्छ है। अनि हजुरहरूको समितिमा कतिजना सदस्य हुनुहुन्छ? हाम्रोमा 11 जना सदस्य छ। र हाम्रो वन क्षेत्रको भन्नाले 39 पोइन्ट 29 पोइन्ट भन्नुभएको थियो। 92 हेक्टर जमिन छ होइन हजुरहरूको? अनि सरकारबाट हस्तान्तरण नभएको जग्गा चाहिँ कति? थोरै छ भन्नुभयो होइन? कति जति होला? थोरै छ, बेसी धेरै भएपछि 1 हेक्टर जति होला हाम्रोमा हस्तान्तरण नभएको। ए हजुर हजुर, ठिक छ। अनि हजुरहरूको यहाँ के अरे वनमा शिकार खेल्ने, ऐरा खेल्ने कतिको चल्ती छ? पहिला थियो, त्यहाँ बिचमा निकै लप भएको थियो। हजुर। आजकल अलिअलि खेल्न त खेले पनि यति धेरै जनावरहरू अहिले आएको छैनन्। नमस्कार, मेरो नाम राजकुमारी पुन। म यस प्राकृतिक सम्पदा संरक्षण संस्थाको सचिव हुँ। यस संस्थालाई सुरुमा युकेवासी दाजुभाइ दिदीबहिनीहरूले फलामे डाँडा भेला भन्ने कार्यक्रम राखी 1,19,000 र श्री शेरबहादुर अर्मजाज्यूबाट 1 लाख, त्यसै गरी स्विजरल्यान्डबाट युडिसजीले 1,11,000 गरी जम्मा रकम 3,30,000 रकमले सहयोग गर्नुभयो। त्यस रकमले अहिलेसम्म घर भाडामा लिई अफिस सञ्चालन गर्न, 2 जना घर दैलो कार्यकर्तालाई तलब दिन र 3 पटकसम्म हामीलाई शैक्षिक भ्रमण जान सहयोग पुर्याएको छ। यस संस्थाले नयाँ सालदेखि आफ्नो कार्यक्षेत्र बढाउन जाने भएको हुँदा एक पटकमा 15-20 जनालाई तालिम दिन मिल्ने कोठा र अफिस सामग्रीलाई सुरक्षित राख्नको लागि एउटा पक्की भवनको अति आवश्यक परेको हुँदा यहाँहरू समक्ष सहयोगको आशा राख्दै यसै भिडियोसँग लागत इस्टिमेट पठाएका छौँ। हस्त नमस्कार। Hello, I'm Poonam Rana. Namaste, greetings from Kuepani. I happen to be Yamji's best friend
and because of her I've come to Kuwe Pani, and I've started at the back. You can see there is a little bit of renovation work going on, and I'm planning to start a homestay, a resort of for the people who are interested in ecotourism. The last 4 years, Natural Reserve Conservation has been doing a lot of awareness raising programs on ecology, and Yamji has started this work not only to benefit Kuwe Pani but also the surrounding areas. So my request to you viewers is please do give a helping hand. Thank you. सबैलाई नमस्कार, मेरो नाम कमया पाइजा, यो संस्थाको सदस्य। यो संस्थालाई चाहिँ तपाईहरुले दिल खोलेर सहयोग गर्नुहुन्छ भन्ने आशा राख्दै बिदा हुन्छु। अस्तु, धन्यवाद। वन्य जन्तुहरू ऋतु अनुसार ठाउँ सर्ने हुँदा 2-4 वटा वडाले मात्रै संरक्षण गर्छु भनेर हुँदैन, सबै लाग्नु पर्छ। त्यसकारण अब यो नयाँ वर्षबाट हामीले छिमेकी गाविसहरूलाई पनि समेट्दै लाने निर्णय गरेका छौं। अहिलेसम्म हामीले यस क्षेत्रको 4 वटा वडामा आफ्नो कार्यक्रम चलायौं। त्यो एउटा अनुसन्धान गर्ने समय पनि थियो। अबदेखि हामीले पूर्वमा एक्यापको बोर्डरदेखि लिएर पश्चिममा यो कालीगण्डकी भित्र पर्ने सम्पूर्ण एरिया कभर गर्दै लाने लक्ष्य राखेका छौं। यस कार्यक्रमको मुख्य उद्देश्य हो पर्यावरण सन्तुलनमा जैविक विविधताको महत्त्वबारे जनसमुदायमा चेतना जगाउने, ताकि आफ्नो प्राकृतिक सम्पत्तिहरू आफैले संरक्षण गर्न सकुन्। त्यति मात्र नभई अहिलेको व्यापक जलवायु परिवर्तन तथा बढ्दो पृथ्वीको तापक्रमलाई नियन्त्रणमा ल्याउन सहयोग पुर्याउने कार्य भएकोले यसले सारा संसारकै संरक्षण गर्ने कार्यमा एउटा सानो भए पनि कदम उठाएको छ। आज उठाएको एउटा कदमले भोलि ठुलो छलाङ लगाउन सक्छ भन्ने विश्वासका साथ यहाँहरुसँग सहयोगको अपेक्षा गर्दै बिदा चाहन्छु। धन्यवाद, नमस्कार।